हुन्छ। खानमा त्यसमा चाहिँ यो जङ्क फुडहरूदेखि लिएर यस्ता कुराहरू चाहिँ नखाने, जान रक्सी चुरोटहरू नखाने होइन, र खानेकुरामा प्रोटिनयुक्त खाने। हाम्रो घर परिवार छरछिमेकमा हाम्रो करेसाबारीमा जे छ अर्ग्यानिक कुराहरू त्यो नै सबभन्दा स्वच्छ हो। के बजारबाट किनेर ल्याएको महँगा महँगा कुराहरू एकदमै चाहिँ त्यसमा चाहिँ धेरै गुणहरू राखेको हुन्छ, सबै सन्तुलन आहारहरू हुँदैन, विषादीयुक्त हुन सक्छ। त्यस्ता कुराहरूलाई चाहिँ हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। त्यही भएर हामीले खानेकुराहरूमा चाहिँ पानी प्रशस्त पिउने, स्वस्थकर खाना खाने, टाइममा खाना खाने र टाइममा चाहिँ सुत्ने गऱ्यो भने पनि धेरै चाहिँ तनावको व्यवस्थापन गर्न सकिन्छ। व्यवहार व्यवस्थापन भनिन्छ। हाम्रो नराम्रो आने बानीलाई चाहिँ हामीले छोड्नुपर्छ। भाइ बहिनीहरूले पनि तपाईँहरूको दिमागमा कुनै नराम्रो किसिमको सोचाइहरू आछ भने त्यसलाई आजका दिनदेखि दिमागबाट हटाइदिने। यसले मलाई यसो गर्यो, यसलाई म ठिक गर्छु भन्नु हुँदैन कहिले नि। कसैले तपाईँहरूलाई नराम्रो व्यवहार गरेको छ भने उसलाई राम्रै तरिकाले हेर्नुभयो भने ऊ आफै सुध्रिन्छ। ऊ नत्र त्यसलाई चाहिँ प्रतिशोधको भावनाले हेऱ्यो भने चाहिँ यसले मलाई यसो गर्यो, यसलाई म यस्तो ठिक गर्छु, यसले मलाई चाहिँ हातपात गरेको मैले पनि यसलाई पिट्छु भन्ने चाहिँ व्यवहार गर्न थाल्यो भने झन् तनाव हुन थाल्छ मान्छेलाई। त्यो कारणले गर्दाखेरि त्यसलाई नसोच्नु। आफ्नो दिमागमा नराम्रा कुराहरू आएको छन् भने त्यसलाई घरमा गएर आमा बुवा, स्कुलमा शिक्षकहरूलाई भन्ने, मलाई यस्तो गरेछ जस्तो त्यसै चाहिँ त्यो सेयर गर्यो भने त्यो दिमागबाट हटाएर जान्छ र तनाव पनि हुँदैन। नत्र त्यही कुरालाई चाहिँ हामीले दिमागमा लिइराख्यौँ भने झन् तनाव हुँदै जान्छ र व्यवहारलाई हामीले परिवर्तन गर्न सकेनौँ भने चाहिँ त्यसले तनाव हुँदै जान्छ र पछि गएर मान्छेलाई विभिन्न किसिमका चाहिँ घटनाहरू घट्ने कुराहरू यही तनावको कारणले गर्दाखेरि हुन सक्छन्। र विचार व्यवस्थापन भन्ने छ, सकारात्मक सोच भन्ने भन्न खोजेको पोजिटिभ। जहिले पनि धेरै जसोको बानी के हुन्छ, नेगेटिभ। अब यस्तो हुने भयो, यस्तो हुन्छ, अब यो चाहिँ खत्तम भयो, केही हुँदैन, यो बच्चा है, अब यो बच्चाको चाहिँ बानी बिग्रिसकेको छ, अब यो खत्तम भयो, यो बिग्रियो यो भनेर हामीले त्यसलाई त्यही अनुसार नेगेटिभ कुराहरू लगायो भने ऊ झन् बिग्रिँदै जान्छ। त्यही भएर कुनै बच्चाहरूको केही उसलाई चाहिँ नकारात्मक सोचहरू लिएको छ भने त्यसलाई चाहिँ सम्झाएर हुन्छ कि कसरी हुन्छ, पोजिटिभ थिङ्किङहरूतिर, पोजिटिभ व्यवहारहरूतिर ल्याएर उसलाई चाहिँ हामीले उसको परिवर्तन गर्न सक्छौँ। समयको व्यवस्थापन अघि नै भनिसके। अर्थको व्यवस्थापन त अर्थ नभए कसैलाई केही हुँदैन, त्यो सबैलाई चाहिने कुरा हो। त्यसलाई व्यवस्थापन गर्न सक्यौँ भने पैसाले मान्छेलाई कहिल्यै पनि पुग्दैन होइन, तर त्यसैलाई चाहिँ सही सदुपयोग गरेर त्यसैमा रमाउन सक्यौँ भने चाहिँ हामी चाहिँ खुसी हुन्छौँ। र हामी यदि खुसी भयौँ, हाम्रो दिमाग चाहिँ राम्रो भयो, हाम्रो दिमागमा नकारात्मक कुराहरू आएन, सधैँ सकारात्मक चिजहरू मात्रै दिमागमा रह्यो, कुनै चाहिँ अरूको चाहिँ देखासिकीमा उसले घर यस्तो बनायो, ऊ चाहिँ यो ठुलो मान्छे भयो र मैले बन्न सकिनँ भनेर त्यसलाई चाहिँ कम्पेयर कहिले पनि नगर्नु। जे छु आफूमा ठिक छ, म यो गर्छु, लक्ष्य त लिनुपर्छ। ऊ चाहिँ डक्टर छ भने म पनि डक्टर हुन्छु, ठुलो मान्छे भएर म ठुलो भइसकेपछि मैले 12 क्लास पढिसकेँ, मैले 11-12मा मैले साइन्स लिएर म डक्टर हुन्छु अथवा चाहिँ इन्जिनियर हुन्छु, म पाइलट हुन्छु भन्ने चाहिँ लक्ष्य चाहिँ राख्नु पर्यो, पढ्न त्यही अनुसार पढ्नु पर्यो। तर अरू चाहिँ यो भयो म यो भयो भनेर खिच्न कहिले पनि हुनु हुँदैन। जुनसुकै सब्जेक्ट लिएर पढे पनि राम्रो हुन्छ। डक्टरै हुनुपर्छ भन्ने पनि छैन, इन्जिनियरै हुनुपर्छ भन्ने पनि छैन। आफूले गरेको काममा दक्ष भयो भने र खुसी भयो भने त्यो नै सबभन्दा ठुलो कुरा हो। त्यही भएर भाइ बहिनीहरू चाहिँ जे गरिराखेका छौँ, जे गर्दैछौँ त्यसमा चाहिँ खुसी हुनु पर्यो। सधैँ चाहिँ दिमागलाई चाहिँ आराम गराउनु पर्यो र त्यसैमा रमाउनु पनि पर्यो। त्यो कुराहरू गऱ्यौँ भने धेरै तनावको हामीले व्यवस्थापन गर्न सक्छौँ। जीवनशैलीको व्यवस्थापन भन्ने कुराहरू छ। खाने पानी खाने, हिँड्ने, पढ्ने, सुत्ने, पिउने, हाँस्ने, खेल्ने, योग गर्ने, नाच्ने, काम गर्ने, उठ्ने, बोल्ने, बस्ने, नुहाउने, सोच्ने, यो दैनिक रूपमा हामीले गर्ने कुराहरू यो। यसलाई चाहिँ टाइम टेबल मिलाएर, जस्तै अब खाना दिनभरि 12-13 घन्टा के अथवा चाहिँ दिनभरि केही नखाने, एकैचोटि बेलुका गएर टन्नै खाने, त्यो पनि गर्नु भएन। टाइम टेबल अनुसार पढ्ने कुरा पनि अघि नै मैले भने, एक्जामको बेलामा मात्रै पढ्ने बानी हुन्छ धेरै जसोको। त्यो सबै निरन्तर हुनु पर्यो, सधैँ निरन्तर 1-2 घन्टा टाइम निकाल्नु पर्यो। ती स्कुलमा पढेको कुराहरू घरमा गएर रिपिट गर्ने र शिक्षकहरूलाई त्यो घरमा गएर यहाँहरूले पढ्ने गऱ्यो भने चाहिँ के हुन्छ त, कन्फ्युज भएको कुराहरू भोलि गएर चाहिँ शिक्षकलाई सोध्न सकिने भयो। त्यो कुराहरूमा चाहिँ त्यो बच्चाहरूले चाहिँ धेरै यो कुराहरू चाहिँ सबैले गर्नुपर्ने क्रियाकलापहरू हो र हरेक कामलाई चाहिँ सुधार्दै जाने कुराहरू चाहिँ यसमा आउँछ। र मानसिक, अब यो मानसिक
यदि मन हाम्रो मन भनेको कहाँ हुन्छ त दिमाग भनेको त्यही हो मन भनेको होइन हाम्रो चाहिँ सबै अघिले मैले भनिसकेँ यति धेरै कुराहरू गरेँ दिमागले सबै हाम्रो शरीर चलायमान गराउनु हाम्रो सामाजिक कुराहरूदेखि लिएर आर्थिक सबै कुराहरू चाहिँ दिमागले गरिरहेको हुन्छ र त्यसैमा चाहिँ असन्तुलनमा आएर चाहिँ धेरै समस्याहरू हुनसक्छ भन्ने कुराहरू छ र मानिसको मन अथवा चाहिँ मानसिक स्वास्थ्यमा केही समस्या आयो भने चाहिँ मानसिक रोग भनेको धेरै छन् यहाँ भाइ बहिनीहरूले सबै कुराहरू बुझ्नुहुन्न यहाँहरूले तर सामान्य खालका मानसिक स्वास्थ्यदेखि लिएर जटिल खालका मानसिक स्वास्थ्यहरू पनि हुन सक्छन् अब यहाँहरूले देख्नुभएको कोही मान्छेलाई चाहिँ जटिल खालको मानसिक स्वास्थ्यमा चाहिँ छलफल भएर पागलपन देखाएर पनि हिँडेको चाहिँ यहाँले देख्नुभयो होला त्यसलाई पनि हामीले स्नेह गर्नुपर्छ माया गर्नुपर्छ ममता गर्नुपर्छ नत्र भने पागल हो यसलाई चाहिँ लाताले हामीले पागल हो भने औँलाले चाहिँ यो गर्ने त्यो गर्नु थाल्यो भने झन् उयो हुन थाल्छ होइन त्यो मानसिक स्वास्थ्यको चाहिँ मानसिक स्वास्थ्यले केमा असर गर्छ भन्ने कुरा छ शारीरिक रूपमा पनि असर गर्दो रहेछ मानिस थकित हुने होइन थकित हुनसक्छ कोही पीडाइ हुन्छ यो छाती दुख्यो मेरो टाउको दुख्यो मेरो होइन शरीर दुख्यो मेरो तर हेर्दाखेरि केही पनि नदेखिन सक्छ त्यो पनि एउटा मानसिक स्वास्थ्यको चाहिँ समस्याको चाहिँ उहरू चाहिँ देखाउन सक्छ मान्छे दुख्लाउँदै जान सक्छ किनभने सबै चिन्तित भइराख्यो भने मान्छे कहिल्यै खुसी भएन चिन्ता मात्रै लिइराख्यो भने चाहिँ उसलाई चाहिँ दिमागमा असर पर्न थाल्छ त्यो कुराहरू छ र भावनात्मक समस्याहरू पनि हुनसक्छ भावनात्मक समस्या भनेको मान्छे तपाईँहरूले देख्दाखेरि एकदम खुसी देख्छ कहिलेकाहीँ एकदमै दुखी रूपमा चाहिँ ऊ बसिरहेको हुनसक्छ दुखी भएको हुनसक्छ आत्तिएको हुनसक्छ छटपटिएको हुनसक्छ होइन कहिलेकाहीँ कसैलाई केही मानसिक समस्या आयो भने स्कुलमा कसैले केही भन्नेमा चाहिँ ऊ चाहिँ छटपटाउने रुने कराउने चिच्याउने पनि गरिरहेको हुनसक्छ त्यो पनि एउटा मानसिक समस्या हो त्यस्तो भएमा चाहिँ के गर्ने त है भाइ बहिनीहरू सुन त्यस्तो भयो तिमीहरूलाई कहिलेकाहीँ मानसिक मनमा चाहिँ केही कुराहरू आयो नराम्रो नकारात्मक कुराहरू आयो भने एकाग्र भएर बस्ने केही कुराहरू शिक्षकलाई अथवा कसैलाई सुनाउने मलाई यस्तो भएको छ मलाई के भएको भन्ने कुराहरू सेयर गर्नुपर्छ नत्र भने त्यही कुराहरूलाई तनाव दियो भने राम्रो हुँदैन घरमा गएर भन्ने है र त्यो हामीले अभिभावकहरूले शिक्षकहरूले पनि बच्चाहरूको चाहिँ आनी बानीहरू फरक देखिएको छ उसको चाहिँ पहिलेभन्दा क्रियाकलापहरू उसको क्लासको एक्टिभिटीहरूमा केही चेन्जेसहरू आएको छ भने त्यही बेलादेखि नै उसलाई चाहिँ हामीले सम्झाउनु पर्ने हुन्छ र सम्बन्धमा पनि समस्या आउन सक्छ होइन व्यवहारमा समस्या आउन सक्छ जब कुनै मान्छेलाई चाहिँ मानसिक स्वास्थ्यमा समस्या आएको छ भने ऊ आक्रामक हुनसक्छ एकदमै रिसाउने झगडालु हुने केही भन्ने बित्तिकै रिसाएर हिँड्ने अथवा कसैलाई आक्रमण गर्न थाल्ने मलाई यस्तो गर्यो मलाई यसलाई म पिट्छु भन्ने त्यस्ता कुराहरू चाहिँ यो पनि मानसिक स्वास्थ्यका समस्याका कुराहरू हुन सक्छन् यो मानसिक स्वास्थ्यमा समस्याहरू देखिँदाखेरि शारीरिकदेखि लिएर भावनात्मकदेखि लिएर सम्बन्धका कुराहरूदेखि लिएर व्यवहारमा पनि परिवर्तन आउन सक्छ भन्ने कुराहरू देखाउन खोजेको छ अब त्यसका चाहिँ धेरै कुराहरू छन् मानसिक स्वास्थ्यका त्यसमा चाहिँ मैले डिटेलमा जान चाहिनँ र अब यति कुरा गर्दै जस्तै अब कोही व्यक्ति चाहिँ एकदमै स्कुलमा हामीले चाहिँ कुनै बच्चा सधैँ भन्दा केही फरक व्यवहार उसको देखिएको छ भने चाहिँ स्पेसली हाम्रो शिक्षक यहाँको चाहिँ ज्यूहरू हुनुहुन्छ उहाँहरूले के ख्याल गर्नु पर्यो भने बच्चामा अलिकति परिवर्तन आइरहेको छ पहिलाभन्दा अलिकति फरक छ 9-10 क्लास 11-12 क्लासमा पढ्ने बच्चाहरूमा केही चेन्जेसहरू आएको छ बच्चा पहिलेभन्दा एकदम आक्रामक जस्तो देखिएको छ बच्चा अलिकति चाहिँ तपाईँहरूले भनेको मानिराखेको छैन क्लासमा रेगुलर छैन होइन उसको अनुहार हेर्दाखेरि एकदम चिन्तित जस्तो देखिन्छ भने चाहिँ उसलाई केही समस्या परेको छ कि भनेर हामीले कोट्याउनु पर्ने हुन्छ किनभने तुरुन्तै उसले नभन्न नि सक्छ उसलाई बेग्लै लगेर काउन्सिलिङ रुममा लगेर यहाँ हाम्रो विद्यालय नर्स पनि हुनुहुन्छ यो स्कुलमा उहाँहरूले चाहिँ छुट्टै रुम होला त्यहाँ लगेर उसलाई चाहिँ केही कुराहरू उसका घर परिवारमा केही समस्या भएको छ कि घरमा उसको चाहिँ कुनै समस्या छ हुनसक्छ कहिलेकाहीँ घरमै परिवारभित्रै चाहिँ केही समस्याहरू आएको छ भने जस्तै कसैको घरमा उसको बुवाले अथवा चाहिँ एकदमै अत्याधिक मात्रामा चाहिँ मदिराहरू सेवन गरेर सधैँ घरमा आउने क्लब हुने उसलाई चाहिँ त्यही कुराले गर्दाखेरि उसको दिमागमा असर परिरहेको हुन्छ र त्यो असर परिरहेको कुरा उसले व्यक्त गरे आउँदैन र अल्टिमेटली गएर पछि चाहिँ उसले चाहिँ अहिले पनि हामीले देखिरहेका छौँ आत्महत्या गर्ने आफूलाई चाहिँ ज्यानै चाहिँ जोखिममा राख्ने कुराहरू आउन सक्छन्
त्यो कुराहरू हामीले समयमै सचेत भयौँ भने, मान्छेको त्यस्ता व्यवहारहरू देखिएका छन् भने उसलाई समयमै सके आफैले त्यहाँ काउन्सिलिङहरू गर्ने होइन, उसका कुराहरू केही समस्याहरू छन् भने त्यसलाई समाधानतिर लाग्ने गऱ्यौँ भने यो आत्महत्या भइरहेका जुन घटनाहरू छन्, जुन यो अर्घाखाँची जिल्लामा त एकदमै धेरै आत्महत्याहरू बढिरहेको छ र त्यो कुरालाई चाहिँ हामीले न्यूनीकरण गर्न सक्छौँ। यो कार्यक्रमको मुख्य उद्देश्य पनि हुन्छ यहाँ भाइ बहिनीहरूलाई राखेर आत्महत्याको कुराहरू गर्नुभन्दा पनि मैले त्यतातिर धेरै जान किन नखोजेको भन्दाखेरि किनभने यो मानसिक स्वास्थ्यमा यदि समस्या भएको छ भने उसको सामान्य कुराहरूमा चाहिँ उसले चाहिँ केही मागिरहेको, केही चाहिँ उसलाई डिमान्ड गरिरहेको छ, केही उसलाई चाहिरहेको छ, उसले पाएको छैन भने एक्कासी उसको मानसिक स्वास्थ्यमा चाहिँ सन्तुलन गुमाएर